एकछिन सोच्नुस् त, फाटेको दूध, खिया लागेको साइकल अनि हामीले बनाउने केक, यी तीनवटा एकदमै फरक देख्ने कुरामा के चाहिँ साझा होला? सुन्दा त कस्तो असम्बन्धित लाग्छ हैन र? तर विश्वास गर्नुहोस्, यी सबैको पछाडि एउटा गजबको वैज्ञानिक रहस्य लुकेको छ। हो, यी सबै हुन् रासायनिक प्रतिक्रियाहरू। रसायनशास्त्र अर्थात् केमिस्ट्री कुनै किताबको गाह्रो विषय मात्र होइन। यो त हाम्रो वरिपरि, हाम्रो भान्सामा, हाम्रो शरीरभित्र हरेक पल भइरहेको छ। हामीले फेर्ने हरेक सासदेखि लिएर हामीले पकाउने खानासम्म सबैतिर केमिस्ट्री नै केमिस्ट्री छ। त्यसो भए यो रासायनिक प्रतिक्रिया आखिर हो के त? एकदमै सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो प्रक्रिया हो जहाँ कुनै एउटा चिज रासायनिक रूपमा बदलिएर पुरै नयाँ चिज बन्छ। हामीले अघि कुरा गरेका सबै उदाहरणहरू, दूध फाट्नेदेखि केक बन्नेसम्म, सबै यही प्रक्रियाका नतिजा हुन्। अब प्रश्न आउँछ, वैज्ञानिकहरूले यस्ता परिवर्तनहरूलाई कसरी वर्णन गर्छन् त? उनीहरूको एउटा आफ्नै विशेष भाषा छ जसलाई भनिन्छ समीकरण। ल आउनुहोस्, आज हामी यही रासायनिक प्रतिक्रियाहरूको भाषा सिक्ने प्रयास गरौँ। कुनै पनि प्रतिक्रियालाई देखाउने खासमा दुई तरिका छन्। एउटा भयो शब्दमा लेख्ने, जस्तै म्याग्नेशियम र अक्सिजन मिलेर म्याग्नेशियम अक्साइड बन्यो, यो त सबैले बुझ्छन्। तर वैज्ञानिकहरूलाई छोटो र छरितो तरिका चाहिन्छ जुन संसारभरिका सबैले बुझुन्। त्यसैले उनीहरूले प्रतीकहरू प्रयोग गर्छन्, जस्तै Mg+O2 = MgO। हेर्नुहोस् त कति सजिलो र छिटो। जसरी हरेक भाषाको आफ्नो व्याकरण हुन्छ, यो रासायनिक समीकरणको पनि हुन्छ। एकदमै सजिलो छ। त्यो तीरको चिन्हभन्दा बायाँपट्टि जे छन् ती हुन् प्रतिक्रियाकारक अर्थात् रियाक्टेन्ट्स, जो प्रतिक्रियामा भाग लिइरहेका छन्। अनि तीरको दायाँपट्टि जे बन्यो त्यो हो उत्पादन अर्थात् प्रोडक्ट्स। बीचको तीरको मतलब हो बाट बन्छ वा दिन्छ। कति सरल होइन त? तर एकैछिन है, अघिको समीकरणमा फेरि ध्यान दिउँ। Mg+O2 = MgO। यहाँ केही गडबड देख्नुभयो? बायाँतिर हेर्नुहोस् त, अक्सिजनका दुईवटा परमाणु छन्, तर दायाँतिर जम्मा एउटा। अर्को एउटा अक्सिजन खोइ त कहाँ हरायो? हो, यही हो समस्या। यो समीकरण अहिले ब्यालेन्समा छैन। यसलाई भनिन्छ स्केलेटल इक्वेसन अर्थात् एउटा ढाँचा मात्र। अब मुख्य काम भनेको यसलाई ब्यालेन्स गर्नु हो। अब सुरु हुन्छ हाम्रो मुख्य काम, रासायनिक समीकरणलाई सन्तुलन गर्ने। यो कुनै रकेट साइन्स होइन, एकदमै सजिलो छ। यो त प्रकृतिको, भनौँ न रसायनशास्त्रको एउटा सुनौलो नियमलाई मान्नु मात्र हो। र त्यो सुनौलो नियम हो पिण्ड संरक्षणको नियम अर्थात् ल अफ कन्जर्भेसन अफ मास। यो नियमले के भन्छ भने कुनै पनि रासायनिक प्रतिक्रियामा पदार्थ न त बन्छ न त नाश हुन्छ, केवल एक रूपबाट अर्को रूपमा बदलिन्छ। मतलब परमाणुहरू यताउता सर्छन्, नयाँ तरिकाले जोडिन्छन्, तर हराउँदैनन्। यसको सिधा अर्थ के हो भने समीकरणको बायाँतिर जतिवटा परमाणु छन्, दायाँतिर पनि ठ्याक्कै त्यति नै हुनै पर्छ। हो, यही कारणले समीकरण ब्यालेन्स गर्नु एकदमै जरुरी छ। ल अब एउटा उदाहरणबाटै हेरौँ। समीकरण ब्यालेन्स गर्ने एउटा चर्चित तरिका छ, हिट एन्ड ट्रायल विधि। यो त पजल सुल्झाए जस्तै रमाइलो छ। पहिलो काम, हरेक फर्मुलाको वरिपरि एउटा बक्स बनाइदिने। किन? ताकि हामीले भित्रको फर्मुला गल्तीले पनि नचलाउँ। अब दोस्रो काम, दुवैतिर परमाणुहरूको सङ्ख्या गर्ने। यहाँ आइरन, हाइड्रोजन र अक्सिजन छन्। अब तेस्रो, सबैभन्दा धेरै परमाणु भएको तत्त्वबाट सुरु गरौँ। यहाँ अक्सिजन दायाँतिर 4वटा छ, त्यसैले बायाँको H2O को अगाडि 4 थपिदिउँ। अब हाइड्रोजनको पालो, बायाँतिर 4 × 2 गरेर 8वटा भयो, त्यसैले दायाँको H2O को अगाडि पनि 4 राखिदिउँ। अन्त्यमा आइरन, दायाँमा 3वटा छ, त्यसैले बायाँको Fe को अगाडि 3 थपिदिउँ। बस यति हो। र यो हेर्नुहोस्, हाम्रो समीकरण अब पूर्ण रूपमा सन्तुलित भयो। अब दुवैतिर गन्नुस् त, आइरन, हाइड्रोजन र अक्सिजनका परमाणुहरूको सङ्ख्या ठ्याक्कै बराबर छ। अनि त्यो कोष्टकभित्र S र G के होला भनेर सोच्नुभयो? त्यसले पदार्थको अवस्था बताउँछ। S भनेको सलिड अर्थात् ठोस र G भनेको ग्यास। यसले समीकरणलाई अझ बढी जानकारीमूलक बनाउँछ। ल, समीकरण लेख्ने र ब्यालेन्स गर्ने त सिकियो। अब अलि अगाडि बढौँ र रासायनिक प्रतिक्रियाहरू कति प्रकारका हुन्छन् भनेर चिनौँ। यो त रसायनको दुनियाँमा कुन प्रतिक्रिया कस्तो हो भनेर चिन्ने एउटा गाइड जस्तै हो। सबैभन्दा पहिलो र सजिलो प्रकार हो संयोजन प्रक्रिया अर्थात् कम्बिनेसन रियाक्सन।
नामै काफी छ हैन? यसमा 2 वा 2 भन्दा बढी कुराहरू कम्बाइन भएर अर्थात् जोडिएर एउटै नयाँ चीज बन्छ। जस्तै कोइला जुन कार्बन हो, अक्सिजनसँग जल्दा के बन्छ? कार्बन डाइअक्साइड। सिम्पल छ, ए र बी मिलेर एबी बन्यो। अब संयोजनको ठ्याक्कै उल्टो, त्यो हो विघटन प्रतिक्रिया वा डिकम्पोजिसन रियाक्सन। यहाँ एउटा ठूलो यौगिक डिकम्पोज हुन्छ, अर्थात् टुक्रिन्छ र 2 वा बढी सरल पदार्थहरू बन्छन्। जस्तै चुनढुङ्गालाई ततायो भने त्यो क्याल्सियम अक्साइड र कार्बन डाइअक्साइडमा टुक्रिन्छ, मतलब एबी टुक्रिएर ए र बी बन्यो। एउटा रमाइलो कुरा, प्रतिक्रिया हुँदा ऊर्जाको पनि खेल हुन्छ। केही प्रतिक्रियाहरूले गर्मी वा ऊर्जा बाहिर फाल्छन्। जस्तै हामीले सास फेर्दा हाम्रो शरीर तातो हुन्छ, यस्तालाई भनिन्छ एक्जोथर्मिक। अनि केही प्रतिक्रियाहरू हुनका लागि चाहिँ बाहिरबाट ताप चाहिन्छ, उनीहरूले ताप सोच्छन्। जस्तै अघिको चुनढुङ्गा तताउनुपर्छ नि हो, त्यस्तै यस्तालाई भनिन्छ एन्डोथर्मिक। अर्को प्रकार छ विस्थापन प्रतिक्रिया, डिस्प्लेसमेन्ट रियाक्सन। यो अलि रमाइलो छ। यसमा एउटा बलियो बढी क्रियाशील तत्त्वले आफूभन्दा कमजोर कम क्रियाशील तत्त्वलाई उसको ठाउँबाट डिस्प्लेस गरिदिन्छ, अर्थात् धपाइदिन्छ। जस्तै आइरन चाहिँ कपरभन्दा बलियो हुन्छ, त्यसैले जब आइरनलाई कपर सल्फेटको घोलमा हालिन्छ उसले कपरलाई ल हट भनेर उसको ठाउँ खोजिदिन्छ। अनि अर्को छ दोहोरो विस्थापन प्रतिक्रिया, डबल डिस्प्लेसमेन्ट रियाक्सन। यसमा चाहिँ 2वटा यौगिकहरूले आफ्नो पार्टनर साटासाट गर्छन्, मतलब एबी र सिडी मिलेर एडी र सिबी बन्छन्। दुवैले आफ्नो साथी साटे जस्तै। यस्तो हुँदा प्राय एउटा नघुल्ने ठोस पदार्थ बन्छ, जसलाई विज्ञानको भाषामा प्रेसिपिटेट भनिन्छ। ल हामीले धेरै प्रकारका प्रतिक्रियाहरू त हेर्यौं। अब फेरि घुमिफिरी हाम्रो दैनिक जीवनमै फर्कौं। याद छ सुरुमा हामीले खिया लागेको साइकलको कुरा गरेका थियौं? हो, त्यो प्रक्रियालाई अलिक गहिरिएर हेरौं, किनकि त्यो अक्सिडेसनको सबैभन्दा राम्रो उदाहरण हो। खिया लाग्ने प्रक्रिया बुझ्न 2वटा शब्द बुझ्नुपर्छ, अक्सिडेसन र रिडक्सन। एकदमै सजिलो छ। यदि कुनै पदार्थले अक्सिजन पायो वा त्यसमा अक्सिजन जोडियो भने त्यो भयो अक्सिडेसन, र यदि कुनै पदार्थले अक्सिजन गुमायो भने त्यो भयो रिडक्सन। अनि एउटा गजबको कुरा के छ भने यो अक्सिडेसन र रिडक्सन जहिले पनि सँगसँगै हुन्छन्। त्यही भएर यिनीहरूलाई छोटकरीमा रेडक्स प्रतिक्रिया पनि भनिन्छ। अब हेरौं यो अक्सिडेसनले हाम्रो जीवनमा पार्ने केही असरहरू। पहिलो त त्यही क्षयीकरण वा करोजन। फलाममा खिया लाग्ने, चाँदी कालो हुने, पित्तलमा हरियो दाग लाग्ने, यी सबै यसैका उदाहरण हुन्। अर्को छ बासीपन, अर्थात् र्यान्सिडिटी। तेल वा चिल्लो भएको खानेकुरा हावामा छोड्दा गनाउन थाल्छ नि, हो त्यो पनि अक्सिडेसनकै कारणले हो, जसले गर्दा खानाको स्वाद र गन्ध दुवै बिग्रिन्छ। तर चिन्ता लिनु पर्दैन, रसायनशास्त्रले समस्या मात्र देखाउँदैन, समाधान पनि दिन्छ। खानेकुरालाई बासी हुनबाट बचाउन हामी एन्टिअक्सिडेन्ट हाल्छौँ, हावा नछिर्ने भाँडामा प्याक गर्छौँ। अनि कहिले सोच्नु भएको छ लेज वा अरू चिप्सको प्याकेट किन हावाले भरेर फुलेको हुन्छ? त्यो हावा होइन, नाइट्रोजन ग्यास हो। भित्रबाट अक्सिजन हटाएर नाइट्रोजन भरिन्छ ताकि चिप्स कुरकुरा र ताजा रहिरोस्। ल आज हामीले रासायनिक प्रक्रियाको भाषादेखि लिएर त्यसका प्रकार र हाम्रो दैनिक जीवनमा त्यसको असरसम्म धेरै कुरा बुझ्यौं। अब सबैभन्दा महत्त्वपूर्ण कुरा, यो ज्ञान अब हामी सबैसँग छ। अब एकछिन रोकेर आफ्नो वरिपरि हेर्नुस् त, के देख्नुहुन्छ? अहिले यही क्षण तपाईको वरिपरि कुन रासायनिक प्रतिक्रियाहरू भइरहेका होलान्? एकपटक सोचेर हेर्नुहोस्। तपाईले सोचे भन्दा कैयौं गुणा धेरै उदाहरणहरू भेट्टाउनुहुनेछ।